हेलो गाइस, उहाँ चाहिँ सर्ट टेम्पर भएर घरदेखि हिजो निस्किनु भएको रहेछ। हिजो निस्किँदाखेरि मान्छे घर घरमा पसेर मेरो मम्मी, मेरो बुवा, मेरो माइजू भन्दै आफ्नो घर सोचेर पसिराख्नु भएको रहेछ। र त्यसैले गर्दाखेरि हातमा फोन रहेछ र गाउँमा केटाहरूले कुट्न आँटेको थिए र हातको फोन खसेर मैले फोन गरेर उसको घरमा उसको मम्मीहरूलाई, बुवाहरूलाई यो ठाउँमा लोकेसनमा तपाईहरुको मान्छे रहेको छ यहाँ आउनु भनेर मैले पठाउँदैछु। नाम सरोज कोइराला, ठेगाना चाहिँ रूपचनबारी भन्दैछन् अहिले। हेलो ए तपाईँ कहाँ आइपुग्नु? त्यो ग्यारेजदेखि यतितिर भित्र पस्ने बाटो छ के? त्यो ग्यारेजको सम्म आएर पर्खिराख्नु, त्यो सिधै बाटोबाट आउनु त म त्यहाँ लिएर आउँदैछु मान्छेलाई। गाइस हामी चाहिँ जाँदैछौँ अब, उसको मम्मीहरू आउन आँट्नु भएको छ यहाँ। तपाईहरु हो? अनि यस्तो छोडिदिनु मान्छेलाई, कतै कुटाइ खान आँटेको थियो मान्छेहरूले। होइन उसलाई त याद थिएन तपाईले याद छ? फोन गर्दा म धुलाबारीमा छोरी भातमा धुलाबारीमा बस्छ। ऊ छोरी हो? यो छोरी हो। दुईटा छोरा घरमा छन्, बुढीमा छ यसको। भोलिको दिन केही भयो भने मान्छेले मार्छ नि त कुटेर यतिर। ओइ मार्न कुट्न आँटेको थिए। मैले हातमा फोन थियो र फोन गरेर तपाईलाई फोन गरेर बोलाएको यहाँ। ल ल हुन्छ, लिएर जानु। लिएर जानु ठिकै छ।